यो चाहिँ न्युयोर्कको ज्याक्सन हाइट है साथीहरू। यो चाहिँ बङ्गाली सुन पसल यति राम्रो राम्रो सुन बङ्गाली सुन पसल दीदी कुर्ता पसलहरू छ। चाय गरम Hello, how are you? चाय गरम चिया पिउनुहुन्छ? यहाँ चाहिँ ठेला गाडा छ यहाँनिर है। यहाँनिर पनि ज्योतिष हेराउने ठाउँ पाउँदो रहेछ है साथीहरू। अमेरिकामा पनि यसरी राखेका हुन्छन् है ज्योतिष। ल हेर्नुहोस् यस्तो यहाँनिर यसरी राखेका पसलहरू छन्। यो सबै बङ्गाली पसलहरू हो। मोबाइल पसल उयो माथि चाहिँ ट्रेन स्टेसन। यहाँ मोमो पसलहरू पाउँछ। ए होइन रहेछ पानीपुरी चटपटे एभ्रिथिङ। यो राखिएको साइकलहरू चाहिँ खाना डेलिभरीको लागि हो साथीहरू। यहाँनिर चाहिँ होइन यो सानो पार्कमा चाहिँ बेला बेला भजन कीर्तन गर्ने मान्छेहरू अनि भेलाहरू हुने गर्छन्। यहाँ चाहिँ एरियामा चाहिँ प्रायः बङ्गाली इन्डियन अनि नेपाली पसलहरू पाइन्छ है। परिया त हाम्रो नेपालको हनुमान ढोकामा जस्तै पाइन्छ यहाँनिर। माथि हेरेको छ परिवारहरू परेवाहरू घाम मजाले तापिरहेछ। माथि चाहिँ लाइन बाई लाइन बसेर आनन्द लाग्दो हो। परेवाहरू डरै मान्दैन भने मोमो पसल यो न्युयोर्कको बजार। यहाँनिर चाहिँ हाम्रो नेपाली पसल छ है। यहाँनिर हाम्रो नेपाली दाइको पसल छ यहाँनिर। Where are you going? Okay. बाटो काट्नु पर्ने हुन्छ यहाँनिर जेब्रा क्रसिङमा। यस्तै छ। अब गाडी आयो है साथी हो।
चढ्न पाउँछौँ है साथीहरू। लिग्राता गाडी हो यो। ज्याकेट हाइटबाट चढ्यो भने ठ्याक्क रुममै पुर्याइदिन्छ भन्दा पनि भयो। यही गाडीबाट देखिएको दृश्य चाहिँ नेपाली गुम्बा छ है। गुम्बा रहेछ भनौँ न, थाहा थिएन पहिला। नेपालीहरूको यहाँनिर गुम्बा। यहाँनिर 69 मा पनि नेपाली पसल छ है साथीहरू। Hey, you are in my vlog. Thank you for service. MTA.